सो आज चाहिँ चेस्ट डे र म बेन्च प्रेस हान्न आँटेको छु। सो बेन्च प्रेसमा मेरो पावर चेक गर्नेछु कतिसम्म छ, घटेको छ कि छैन। सो लेट्स सी कतिसम्म हान्न सक्छु। ओके, क्यालोरिज कटको कारणले मेरो स्ट्रेन्थ लेभल पनि धेरै घटेको रहेछ। लाइक लास्ट डेमा भएपछि मेरो बडी पनि हल्का विक फिल हुँदैछ। 14 डेज छ, बट लेट्स कन्टिन्यू। आएर बिचमा आएर छोड्नु भएन, मैले गिभ अप हान्नु भएन। सो म कन्टिन्यू गर्नेछु। 14 डेज मात्रै हो। स्ट्रेन्थ लेभल घटे पनि केही छैन, हल्का डिमोटिभ भए। 90 केजी बेन्च इजिली जान्थ्यो, 95 केजी पिआर थियो। बट टुडे केही छैन, कहिलेकाहीँ यस्तै हुन्छ। अब अगाडि कस्तो हुन्छ बडीको हालत, कतिसम्म मैले आफ्नो बडीलाई पुस गर्न सक्छु। आई विल सी यु टुमरो।